नेतृत्वको सरकार र तीनै दलहरूबीच पहिलो पटक भएको वार्तामा एमालेबाट प्रतिनिधि बनेर गएका महेश बर्तौला र प्रधानमन्त्री सुशीला कार्की बीच चर्को नोकझोक भएको छ। बुधबार बालुवाटारमा बसेको सरकार, राजनीतिक दल र जेएनजी बीचको त्रिपक्षीय संवादमा प्रधानमन्त्री कार्की र एमालेका नेता महेश बर्तौला बीच चर्को भनाभन भएपछि यति बेला राजनैतिक वृत्त समेत तरङ्गित भएको छ। संवादकै क्रममा एमालेका नेता महेश बर्तौलाले यो सरकारको जग नै असंवैधानिक भनेपछि बहस चुलिएको थियो। असंवैधानिक ढङ्गबाट बनेको सरकारले अराजनीतिक र गलत तरिकाले संसद भङ्ग गर्यो। निशर्त संसद पुनःस्थापना हुनुपर्छ, यो एमालेको बटम लाइन हो। अहिलेको प्रधानमन्त्री सर्वोच्चमा हुँदा संसद विघटनको मुद्दा हेर्नु भएको थियो। महेश बर्तौलाले यस्तो जिकिर गरेपछि विवाद चर्किएको हो। बर्तौलाको भनाइकै क्रममा प्रधानमन्त्री कार्कीले प्रतिवाद गरेकी थिइन्, यस्तो नचाहिँदो कुरा नगर्नुहोस्, तपाईँ मैले संसद विघटनको मुद्दा हेरेको छैन, नभएको कुरामा भ्रम सिर्जना नगर्नुहोस्। बर्तौलाले पुनः प्रश्न गर्दै मुद्दा नहेरे पनि संसद पुनःस्थापना हुनुपर्छ भनेर सार्वजनिक रूपमा बोल्नु भएको त छ नि भन्दै प्रति प्रश्न गरेका थिए। त्यसको जवाफमा कार्कीले कड्किँदै बताएकी थिइन्, मैले त्यसरी बोलेको छैन, 2-4 जना फतुरे पत्रकारले के लेखे मलाई थाहा छैन, यस्तो नचाहिँदो कुरा नगर्नुहोस्। जेएनजी आन्दोलनपछि बनेको सरकार र त्यसले घोषणा गरेको चुनावी मैदानमा यति बेला सबै राजनीतिक दलहरू आउन सहमत भइसक्दा पनि एमाले भने संसद पुनःस्थापनाको मुद्दालाई नै अगाडि लगिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा अब जनताको घर घरमा जान सकिँदैन भन्ने एमाले भित्रैबाट आवाज उठिरहेका बेला एमालेकै दूत बनेर गएका महेश बर्तौलाले संसद पुनःस्थापनाकै मागलाई पहिलो प्राथमिकता रहेको र त्यो नै हुनुपर्छ भन्ने अडान राखेपछि कार्की र बर्तौला बीच विवाद चर्किएको थियो। यो सँगै प्रधानमन्त्री कार्कीले त्रिपक्षीय संवादको समापनका क्रममा भ्रष्टाचार विरुद्ध अडिग प्रतिबद्धता समेत व्यक्त गरेकी थिइन्। आफ्नै परिवारमाथि पनि कानुनी कारबाही गर्नु परे पछि नहट्ने समेत उनले जिकिर गरेकी छिन्। प्रधानमन्त्री कार्कीले बताएकी छिन्, भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुबालाई पनि थुन्न तयार छु। उनले थपिन्, हामी डराउँदैनौँ, भनेको कुरा पुर्याउँछौँ। मन्त्री अनिल कुमार सिंहलाई अनुरोध गरेर सुशासनको अभियानमा साथ ल्याएको उल्लेख गर्दै उनले थन्किएका फाइलहरू खोल्दै दोषीहरूलाई पक्राउ गरिएको र आगामी दिनमा थप कारबाही अगाडि बढाउने र थप फाइलहरू खुल्दै जाने समेत जिकिर गरेकी छिन्। प्रधानमन्त्रीले आफू लडाकु स्वभावको भएको बताउँदै, म पहिलेदेखि लडाकु हुँ, मेरा परिवारका अरू सदस्यहरू पनि लडाकु स्वभावकै हुनुहुन्छ। उनले आफ्नो दृढताले राजनीतिक वातावरणमा नयाँ विश्वास जगाएको समेत जिकिर गरे।